कस्तो राम्रो फुल रहेछ हौ यहाँ हो। बिचरा हातमा हत्या भनेर फाइट गर्न लागेको जस्तो छ बिरालो छोड्दैन बिचरा है भाग्न लाग्छ यो ओइ भाग्न लाग्यो ओ भाले चाहिँ क्वाक क्वाक गर्छस् 2000 पर भन्दिनी यो 18 त्यारले कुखुरा लग्यो भन्ने कुखुरा लग्यो कहाँ कस्तो राम्रो भ्यू आएको छ कुबिन्डो होला सायद यो कसैलाई मनपर्छ भनेर क्या न 2000 पर्यो रे किन किन भाइ कति पर्यो भन्नु रे भन्छु म 2 रुपियाँ दाइको 1000 मेरो 1000 भनेपछि अङ्कल आरामै हुनुहुन्छ क्या दामी आछ नि भाइ भ्यू त दामी छ यार ए रुपातालको माथि रिसोर्ट यता वारीपट्टि बेङ्गनास गाउँ हाम्रो भयो देख्न सक्नुहुन्छ गाइजहरू रिसोर्ट म चाहिँ यताबाट आएको छु गाइजहरू बेलौती खाम भनेर बेलौतीको त गाइजहरू रुमा रहेछ हौ ओ के गर्नु भएको आरामै हुनुहुन्छ अङ्कल भनेपछि खाजासाजा खानुभयो म बहिनी आएको कान्छी भाइ आएन भाइ पढ्दै जागिर गर्दैछ हो र पाहुना आउनुभएको थियो के त्यो ठुटाबाट उम्रेको पानी हेर्न गएको हामी पनि जाने भनेको त्यस्तै भयो हिँड्नै नसक्ने गाडी जाँदैन होला त्यहीँसम्म खै गयो भन्दा ठिकै पानी परेर के बाटो पनि खत्तम भएको छ हजुर ए हो त नि बाटो त खत्तम भयो अनि हो त नि घेराओमा यहाँ चाहिँ अलि हाम्रो गाउँको कोदो यस्तो सबै घरमा रहेको छ यसो रोप्छौँ हामी चाहिँ वाउ कस्तो राम्रो बेलौती रहेछ हौ यहाँ 3टा मात्रै सक्यौँ साथीहरू गाउँघरमै यसरी बेलौती फलेर खान पाए चाहिँ सहर बजारमा पाउँदैन के गर्नु काले हिँड जाने बाटो बिग्रेर बसेको बाटो त खत्तम भयो
जीवन होइन भ्याएन दिएन छुट्टी आयो नि म आउँछु होला कान्छी आउँदैन भाइ आउँदैन होला उतै हुन्छ हाम्रो मास फलेको रहेछ यति धेरै फुले आमामा गाईहरू मेरो गाउँको घरि साथीहरू यस्तो राम्रो छ क्या टक्क भ्यू देखिन्छ है यस्तरी माछाहरू आगो पुगिरहेको मेरो घरमा चाहिँ आगो पुग्छ ग्यासभन्दा पनि धेरै यहाँ अदुवा रोपेको छ कि अदुवा धन्ने है साथीहरू आम्मामा कति चाहिन्छ अदुवाहरू यहाँ रहेको छ रुपटाली नजिकै घर मेरो गाउँको घर 3 तले घर आया माटोको घर हो साथीहरू बस्न चाहिँ शीतल छ के गर्नु साथीहरू गरिब छौँ ढलन घर बनाउन सकेको छैनौँ यस्तै छ है हाम्रो त हालत गाउँले परियो गाउँले नि भयो नि गाउँमा कति ठुला ठुला ढलन घरहरू छन् तर हाम्रो छैन साथीहरू कर्कलहरू रोपेको छ है टन्नै छ गाईहरू मासहरू के राम्रो फुलेको छ यतातिर चाहिँ केरा रहेको छ साथीहरू बाँसघारी भयो लिची भयो उताको लप्सी भिडियो गर्ने को होला भन्नुहुन्छ होला साथीहरू भिडियो गर्ने चाहिँ मै है बेलौती चुरेर हाल्दै चुरेर गाउँमा टाइम पास साथीहरू सबै खाइसके साथीहरू सबै खाइसके हेर न सबै खाइसके हेर गिलास बोकेर भागेको खोइ के खानु लाग्यो भने ओ मामी मासु फोटो पोलेर खानु लाग्यो कलेज पाएर हो नखाने हाम्रो चाहिँ कुखुराको लागि पानी पनि तातिसक्यो खायो अहिले कुखुरा काटेको नि देखाउँछ है साथीहरू भयो अरे के भयो अरे आत्तिएर कुद्दाखेरि यो छाती कस्तो दुख्छ उसमा खेताका आलीमा छाती परेर सर्प देखेर भएको समातेर घाँटीमा समातेर रोइ रोइ नै पारे सानो हो र बडे मानको थियो माटो बराबर ल सम्मरेका खेताबाट माथि उसबाट देखिन्छन् बाँदर आयो भने सबै सक्छ कता भाले मारिदियो क्या टेकेर बुई बोकेर हिँड्दैछ मलाई जुक्कोले खायो यस्तो रातै पाएर खायो साँडेर हामी त जुगा लाग्छ हौ साथीहरू के गर्नु ज्ञानबाट 3000 गएको होइन हो अनि त्यस्तो खेल्न हुँदैन भनिरहेको त अब गयो त के गर्नु गाउँले केरा दामी मिठो छ साथीहरू नलायो नि हाम्रो कुखुरा पनि भेटियो है अब यसलाई हामीले काट्न लगाएको छौँ मिट्न लाग्यो अब हाम्रो कुखुरा काटिन लाग्यो साथीहरू